बाइबलले यसरी भन्दछ, लुका सुसमाचार 10 अध्यायको 19 पदले यसरी लेखिएको छ, हेर म तिमीहरूलाई सर्प र बिच्छीहरूलाई कुल्चने र शत्रुहरूको सारा शक्तिमाथि अधिकार दिन्छु र कुनै कुराले पनि तिमीहरूलाई कुनै प्रकारले हानि गर्ने छैन। आमेन। साह्रै मिठो लेखेको छ। परमेश्वरले चाहिँ हाम्रो वास्ता गर्नुहुन्छ अनि हाम्रो वास्ता गरिकन हामीलाई हरेक कुराहरूबाट जोखिमहरू दिन्छ। प्रभुले हामीलाई बचाउँछ। तर हामीले उहाँमाथि कस्तो प्रकारको विश्वास हामीले राखेका छौँ। यसैले तपाईहरुलाई यो वचन यो बिहानी म घोषणा गरिरहेको छु कि हामीमाथि आएको शत्रुहरू किन नहोस् है, ती सबै कुराबाट चाहिँ हामीलाई टाढा राखेकोस्। परमेश्वरको निगाह हामीमाथि छ। बिहान सूर्यको जस्तै तपाईको शक्तिले नयाँ काम गर्नुहोस् प्रभु। म मेरो हृदयले प्रशंसा तपाईलाई महिमादर भक्ति चढाउँछु। तपाईको प्रेम गहिरै भित्र, तपाईको उपस्थितिको छाई भित्र लानुहोस् मलाई फेरि प्रभु, लानुहोस् मलाई फेरि प्रभु। नयाँ बनाउनु हो आज मलाई, नयाँ बनाउनु हो मेरो जीवनलाई ताजा बनाउनु हो प्रभु फेरि मलाई। लुका 10 अध्यायको 16 पदले यसरी भन्दछ, जसले तिमीहरूको कुरा सुन्छ त्यसले मेरो कुरा सुन्छ, अनि जसले तिमीहरूलाई तुच्छ ठान्छ त्यसले तुच्छ ठान्छ, र जसले मलाई तुच्छ ठान्छ त्यसले मलाई पठाउनु हुनेलाई तुच्छ ठान्छ। तपाईको प्रेमले मलाई घेर्नु हो सधैँ, म कहीँ नजानु सकूँ, तपाईको उपस्थिति भित्र रहन पाऊँ। मलाई नयाँ बनाउनुहोस् मेरो प्रभु, तपाईको उपस्थितिले